हेलो गाइज वेलकम टु आवर ब्लग। आज चाहिँ मदर्स डे। मैले चाहिँ मम्मीको लागि गिफ्ट ल्याइदिएको छु। एउटा पर्स, टिका, माला, चिम्टी ल्याइदिएको छु। अनि केक सरप्राइजको लागि मम्मीलाई थाहा छैन, बाबाले र मैले मिलेर चाहिँ सरप्राइज गरे हो। जामै ल। फाइनल्ली घर आइपुगेँ म। केक खुलेर लगाऊँ है। हाम्रो केक चाहिँ यहाँ छ। हामी चाहिँ मम्मीसँग जान्छौँ। मामु मामु एकचोटि यता हेर्नु त। ह्याप्पी मदर्स डे तपाईँको लागि। किन ल्याउनु पर्यो र? सरप्राइज, छोरीको गिफ्ट मदर्स डेको लागि। केही दिने भन्नुहुन्थ्यो त, लाउनु। थ्याङ्क यू। हातमा खाने यस्तै गरेर यो मात्र होइन नि, अरू नि छ। मैले चाहिँ मम्मीको मुख हेर्न सुरुवात गरेँ। कति राम्रो मेरो बाबु। पहिला मम्मीलाई पूजा कसरी? अस्पतालले ठिक नानी लामो आयु बाँच्नु। मलाई धेरै नगराउनु। जति बेला त्यही छ भन्ने कुरा चाहिँ हटाउनु। अरू धेरै माया गर्नु। हेला नगर्ने मम्मी बाबा लाएर छोरीलाई। जति बेला नि छोरीको गल्ती हुँदा बाउको नाम नलिने। मलाई भन्दा नि बाबालाई धेरै माया गर्नु। बुझ्नुभयो? मसँग होइन, बाबासँग नि माया गर्छ। तिनचोटि लगाइदिनु पर्छ कि? तिनचोटि लगाइदिइसक्यो। हे चाकुले नै बिर्सेछु केक काट्न। रुक्नुले राख्छु एकैछिन। ल केक काट्नु। ह्याप्पी मदर्स डे। ह्याप्पी मदर्स डे टु यु। मामु। थ्याङ्क यू सो मच छोरी। पप्पी खाऊ, पप्पी मम्मीलाई राम्रो सरप्राइज दिएकोमा। पप्पी खाइदियो। पनि किन सरप्राइज? एकदम मुखबाट छोडिदियो, गालाभरि मात्र लगाइदियो। कहाँ गयो केक? ध्यानै छ। गिफ्ट 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 पालो। आँखा चिम्मा अनि मैले खुवाइदिने। आँखा चिम्मा गर्नु। मैले खुवाइदिने। आँखा चिम्मा गर्नु पहिला। खुवाइदिन्छु र। पहिला आँखा चिम्मा गर्नु। थ्याङ्क यू सो मच भुन्टुङ्गी। आइज गाह्रो माथि लगाइदिनु न। सधैँभरि यसरी नै माया गर्नु, कहिले पनि ठुलो मान्छे नबन्नु, धेरै पढ्नु, धेरै पढ्नु, ज्ञानी ज्ञानी मान्छे हुनु। नबन्नु त नभन्नु न। भन्न खोजेको सबैलाई माया एकै नाचको व्यवहार गर्नु। यति नाकामा काटेर बिहान बिहान बाबालाई चिया पकाइदिनु। बाबालाई चिया पकाइदिनु, मम्मीलाई दिनु। सन्चो भएर नभएको बेला पानी अरू भन्दा पनि तातो पानी दिनु। त्यही हो। आँखा चिम्मा गरेर हो नि चाहिँ। अब थाहा छैन मलाई के छ भने, मैले हेरि मम्मीलाई पैसा राख्ने ब्याग, सब्जी बेचेर पैसा यसमा राख्ने। अब थ्याङ्क यू। ओहो, लेदरको ब्याग आएछ। लेदरको ब्याग दिएछिन् छोरीले। चिप्टी। थ्याङ्क यू सो मच। लो काँटा पनि दिइन्। टिका लगाइदिउँ। लगाइदियो। लाउने ठाउँै छैन, कहाँ लगाइदिने यो फेरि? नाकामा टिका चाहिँ अलिक ठुलो साइजमा पाएन के तपाईँ लाउनु जस्तो। मान्छे ठुलो, टिका चाहिँ सानो। मान्छे ठुलो होइन कि, जिउ चाहिँ ठुलो है मम्मी? ट्यागको ल दुलै नानी चाहिँ बनाइदिनु। दुलै चाहिँ यस्तो पनि। माला माला कस्तो? दामी दामी दामी। ल थ्याङ्क यू। लास्ट गिफ्ट गर्ने। यति हो। अरू छैन? छैन। किरा खाइदियो, सेउ खाइदियो। ब्याग चाहिँ दामी छ। किरा खाइदियो एउटा। चाहिएको पनि थियो। एउटा सेउ खाइदियो फोकेर। एउटा नै कि के? किरा खाइदियो। के भयो? बाबालाई पनि खुवाइदिनु त नि। होइन, आमाको मुख हेर्ने हो, कहाँ बाउलाई खाइदिने हो र? मेरो पछि आउँछ पालो। निसन्तान अझै ठुलो हेर न यार। अझै ठुलो गाउँमै सबै।
ल हक गर ह्यापी मदर्स डे हग्ने हो कि हग्ने हो? ल यो भाग चाहिँ सृजन दिदीलाई पहिले सृजन दिदी ए आमा लाउनु आमा लाउनु आमालाई लाउनु दिदी त्यो भिडियोमा हेरेको नि। लाउनु दिदी सृजन दिदी लाउनु यो चाहिँ यो भाग चाहिँ मेरो अमेरिकामा रहनुहुने आमा तारा म्याडम सबैलाई भने सबै आमा आन्टीहरूलाई देश तथा विदेशमा हुनेलाई अनि हामीलाई सहयोग गर्ने सबैजनालाई म नाम भन्छु ल सबैजनालाई यो भाग चाहिँ मेरो मेनली आमाहरूलाई सानीहरूलाई र अमेरिकामा रहनुहुने आमा विशेष गरी र मलाई पढाउनु हुने ज्वरो आयो एक्कासी। पुनम दिदी पवित्र दिदी पुनम दिदी पवित्र दिदी सबैजनालाई यो ग्यास पहिलो ग्यास चाहिँ आकाश बन्जडा ज्वरो आछ के? श्रीमतीलाई पनि वाइफलाई ल अब यो चाहिँ मम्मीलाई ल खाऊ 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 कुचाइदिएको कुचाइदै थिएँ। मोटो हुनुपर्छ दुब्लै फेरि रिसाउने होइन आजको दिन माता औँसी रिसाउनु न ल दामी कस्तो लाग्यो सरप्राइज दामी। मन पर्यो किनकि एउटा निजामै लाग्यो नि केक भयो के हेर्नु न हेर्नु ल बल्ल माता रानी यहाँ हेर्न दिदी दिदी आहा कति राम्रो कुर्ता ह्याप्पी मदर्स डे बल्ल भयो ल हेर्नु दिदी मैले दिएको गिफ्ट गिफ्ट ए सेतै लाए चाहिँ ल सबैजनालाई धेरै धेरै धन्यवाद सबैजनाले लाइक सेयर गर्नु ल सबैजनालाई ह्याप्पी मदर्स डे सबैजनाले ल भन्छु सबैजनालाई सबैजनालाई ह्यापी मदर्स डे आई मिस यु सो मच ज्वरो आएर कस्तो भएको थियो हेर्न यहाँ ल हिरा एउटा छुट्टी बाबा हिरा केही भन्न छ नगर्न भयो केही बल्ल भन्न छ? ह्यापी मदर्स डे भयो बल्ल हिरा केही भन्न छ सबैजनालाई ए भाउ को हस्तेरी गाली छोडिदियो त खुसी औँसीको केही सबैलाई ज्वरो आएर शुभकामना कस्तो गाह्रो गराएको छ हेर्नु मम्मी सम्पूर्णमा नमस्कार देश तथा विदेशमा रहनुहुने आफन्तजन इष्टमित्र र सबैजना देश विदेशमा रहनुहुने आमाहरूलाई आज खुसी औँसीको धेरै धेरै शुभकामना ह्याप्पी मदर्स डे र विशेषता सरी आमा चाडपर्वको दिन आउन पाइन छोरी आइने भनेर चित्त नदुखाउनु कट गरिसक काटेको ए। मेरो साउन्ड आयो के साउन्ड आयो के ल नि खाइदिनु नगर नगर्न खाना सरी आमा आज म आमाको मुखेर्नीको दिन पनि आउन पाएन भन्छन् जति सात समुद्र पारी भए पनि सकेसम्म आमाको मुखेर्न जानु भन्छन् तर आज म जान पाइनँ त्यसको लागि पनि सरी त्यो पनि मलाई थाहा थिएन मलाई ज्वरो आएर म सुतिरहेको थिएँ यसरी दिएँ थ्याङ्क यू सो मच सरी सधैँभरि यसरी नै माया रुनी होइन आज गर्नु माता औँसीको दिन फेरि सबैलाई हस् त सबैजनालाई धेरै धेरै धन्यवाद ल, सबैजना बाई। देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाहरूमा ह्याप्पी मदर्स डे र अमेरिकाको आमालाई पनि धेरै मिस यु सो मच र सम्पूर्ण आमाहरूलाई जतिजनाले हामीलाई सहयोग गर्नुभयो देश तथा विदेशदेखि र दिदीहरू पनि आमा समान नै हो पुनम दिदी गीता दिदी पवित्र दिदी अनि मुरा दिदी सम्पूर्ण मेरा दिदीहरूलाई पनि एकदम मिस यु सो मच र विशेष अमेरिकामा रहनुहुने आमा बुवा यहाँ आउनु न। अमेरिकामा रहनुहुने आमा र कपिलवस्तुमा रहनुहुने आमा र मलाई जन्म नदिए पनि परमेश्वरले सासु आमा सबैजना हजुर। एकदम मिस यु सो मच र सबैजनालाई ह्याप्पी मदर्स डे